यसभन्दा अगाडिका सरकारहरू जेनजी आन्दोलन किन भयो र के कारणले त्यो सत्ता पल्ट्यो भन्ने बुझ्न जरुरी छ। तपाईले पहिला सत्ता जोगाउनु भन्दा पहिला चाहिँ नि सत्ता किन पल्ट्यो भनेर त्यो कुरा बुझ्न जरुरी छ। यो सत्ता किन पल्टेको भने मान्छे कमाई खान नपाएर, रोजगार नपाएर है लगानी भएको ठाउँ फसिएर डुबेर धेरै प्रताडित भइसकेका थिए। हो त्यो कुरालाई सम्बोधन गर्न नसक्दाखेरिमा केपी ओलीको सरकार, 2/3 सरकार हो, मलाई कसले छुन सक्छ भन्थे नि त बुढाले, हैन? 2 दिनमै ढल्यो। यो सरकार पनि धेरै नौखुल्य हुन्छ के। यो सरकारले पनि लय बुझ्या जस्तो मलाई लाग्दैन। खाली उही पीडितहरूलाई झन पीडित बनाउने खेलो गरेको छ। तैँले मेरो ऋण खाएको होस्, तैँले जसरी भए तिर्नुपर्छ भनेर भन्न हुन्न। राज्यले किन भन्नुहुन्न भने बरु तँलाई कमाउने बाटाहरू हामीले सहयोग गर्छौँ, तिमीले ऋण तिर भन्दाखेरिमा तिमीले ब्याजको डबल भन्दा बढी गराउनु पाइन्न भन्ने नियम हामीलाई चाहिएकै छैन के। चाहिएको छ त के भने कमाई खाने वातावरण चाहियो के। कमाई खाने वातावरण चाहिएपछि कसैको ऋण पनि कसैसँग बस्दैन। हो त्यो ऋण तिर्ने वातावरणका लागि हामीले रोजगार सिर्जना गरौँ र राज्यले चाहिँ लगानी गर्ने वातावरण गरिदियोस्। ब्याङ्कमा पैसा थुप्रिएको छ, जनता लिन जाँदैनन्, किनकि गयो भने भोलिपल्ट साङ्लो लाएर तान्न थाल्छ, हैन? त्यो कारणले कमाई खाने वातावरण दिन थाल्नुहोस्। यो देश आफै कायापलट हुन्छ के। तपाईले पनि अझै बुझ्नु भएको छैन कि आर्थिक रूपमा पीडित मान्छेहरूलाई झन पीडित गराउने खालका नियम नल्याउनुहोस्। कमाई खाने वातावरण, कमाएर तिर्ने वातावरण गराइदिनुहोस्। हामी सबै रेडी छौँ। कोहीले पनि कसैले पनि अर्काको ऋण खाएर मर्न चाहेको छैन। यो कुरा बुझ्नुहोस्। होइन भने तपाईँको सत्ता पनि 2 दिनभन्दा टिक्दैन आन्दोलन भयो भने। यदि